वर्ल्ड वार कस्तो चाहिँ होला भनेर इमेजिन गर्दाखेरि मेरो दिमागमा सबैभन्दा पहिला यो मुभीको त्यो ओपनिङ सिन याद आउँछ। डिडेको दिन ओमाहा बीचमा माथिबाट जर्मन सैनिकले फायरिङ गर्छ, मुनि युएस का सेनाहरूको एउटाको हात छैन, खुट्टा छैन, आन्द्रा बुढी छला चुल्लु दिमाग गिरी। मुभी वर्ल्ड वार 2 मा बेस भए पनि यो मुभी एकजना मान्छेको लागि पुरै आर्मी लडेको स्टोरी हो। स्टोरी कस्तो हुन्छ भने वर्ल्ड वारको बीचमा एउटा फ्यामिलीको 4 जना भाइ आर्मीमा हुन्छन् र खबर आउँछ 4 जना मध्ये 3 जना मरिसके। अनि सरकारले डिसिजन दिन्छ जसरी भए पनि अन्तिम भाइलाई चाहिँ घर पठाउनै पर्छ जिउँदै। त्यसैले एउटा क्याप्टेन र उसको टिम एनिमीको टेरिटरी भित्र एउटा सोल्जरलाई खोज्नको लागि निस्किन्छन्। त्यो बीचमा त्यो टिमले कस्तो कस्तो परिस्थितिहरूको सामना गर्नुपर्छ, आखिरमा उनीहरूले त्यो भाइलाई भेट्न सफल हुन्छन् या हुँदैनन् भन्ने सबै जान्नको लागि तपाईले नेटफ्लिक्समा गएर सेभिङ प्राइभेट रायन लेखेर सर्च गर्नुपर्ने हुन्छ। र यस्तै मुभी रिकमेन्डेसनको लागि फलो नडी एक्सप्लेन।